सन्दीप लामिछाने विदेशी लिगमा धेरै दिनपछि फर्केका छन्। सबैलाई थाहा छ यतिखेर सन्दीप लामिछाने बीपीएल बङ्गलादेश प्रिमियर लिगमा उहाँ बङ्गलादेश प्रिमियर लिगमा खेल्दै हुनुहुन्छ सन्दीप लामिछाने र धेरै दिनपछि विदेशी लिगमा सन्दीप लामिछानेले विकेट लिनुभएको छ। उहाँलाई बधाई छ कि विदेशी लिगमा धेरै दिनपछि फर्केर विकेट लिनुभएको छ। राजेश वारियर्स टिमबाट खेलिरहेको छ सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिगमा र उहाँको टिमले आज 8 विकेटले खेल जित्नु भएको छ। सन्दीप लामिछानेको बलिङको कुरा गर्नुपर्नेछ। सन्दीप लामिछानेले 4 ओभरमा 38 रन खर्च गरेर 2 विकेट हात पारेको छन्। विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने जुन हिसाबले सन्दीप लामिछाने एनपिएलमा बलिङ गरिरहेको थियो त्यही हिसाबले बलिङ गरिरहेका छन्। बीपीएल बङ्गलादेश प्रिमियर लिगमा भर्खरै सकिएको एनपिएल सिजन 2 मा विराटनगरका कप्तान सन्दीप लामिछानेले बेस्ट बलर अफ द टुर्नामेन्ट पाउनु भएको थियो। सन्दीप लामिछाने सेम लाइन लेन्थमा बलिङ गर्नु भइरहेको छ। अहिले बीपीएल बङ्गलादेश प्रिमियर लिगमा सन्दीप लामिछानेले 4 ओभरमा 38 रन खर्च गरेर 2 विकेट हात पार्नु भएको छ सन्दीप लामिछाने र बधाई छ उसको टिमलाई। आज फर्स्टै खेल रहेको थियो बीपीएल बङ्गलादेश प्रिमियर लिगमा उसको टिमले 8 विकेटले खेल जित हात पार्नु भएको छ राजेश वारियर्स टिमले र म उसको टिमबाट को स्कोर गर्नु भएको छ। सन्तले कप्तान हुनुहुन्थ्यो 60 बलमा 101 रन जसमा 10 चौका र 5 छक्काको मद्दतले 101 रन प्रहार गर्नुभएको थियो जो कि राजेश वारियर्स टिमका कप्तान हुनुहुन्थ्यो र मुजिफिक रहमानले 31 बलमा 51 रन जसमा 4 चौका र 2 छक्काको मद्दतले 51 रन प्रहार गर्नुभएको थियो र उसको टिमले 20 ओभर 19.2 बलमा 192 रन बनाउनु भएको थियो 2 विकेट गुमाएर 8 विकेटले खेल जित हात पार्नु भएको छ राजेश वारियर्स टिमले। बधाई छ सन्दीप लामिछाने र उसको टिमलाई। र सन्दीप लामिछानेको विरोधी टिम टाइटल्सले 20 ओभर खेलेर 190 रन बनाउनु भएको थियो 5 विकेट गुमाएर जसमा विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले 4 ओभरमा 38 रन खर्च गरेर 2 विकेट हात पार्नु भएको थियो र उसको टिमले 19.4 बलमा 192 रन बनाउनु भएको थियो 2 विकेट गुमाएर र 8 विकेट उसको टिम जित हात पार्नु भएको छ। कङ्ग्रेचुलेसन सन्दीप लामिछाने भन्दै उसको टिमलाई पनि कङ्ग्रेचुलेसन भन्दै बेस्ट अफ लक भन्दै